हर्क साम्पाङ सँगसँगै यो देशका सुकुम्बासी मजदुर, अपङ्गता भएका व्यक्ति, विभिन्न पेसा व्यवसाय सबै साथीहरूको विजय हुन्छ, नत्र स्थिति गाह्रो हुन्छ। यो कुरालाई बुझ्नुहोस् भन्दै हाम्रा सम्पूर्ण आयोजक साथीहरू जसले असाध्यै मेहनत गर्नुभएको छ, म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र एउटा अत्यन्तै महत्त्वपूर्ण कुरा भन्न चाहन्छु। भोलि 18 गते हो, भोलिबाट प्रचार प्रसार गर्न बेलुकाबाट पाइँदैन। हाम्रो आशा, भरोसा, मिडिया, प्रचारक, मुखपत्र जे हो, तपाईँ सबै विदेशमा र नेपालमा बसेका हाम्रा मतदाताहरूसँगै हाम्रा शुभेच्छुकहरू हुनुहुन्छ। यसर्थ आफ्ना आफन्त सबैलाई भनिदिनुहोस् कि हर्क साम्पाङ देशैभरि जान सक्ने, आउन सक्ने अवस्था छैन। हर्क साम्पाङ तपाईँलाई सुन्न अनि आफ्ना केही कुरा भन्न चाहनुहुन्थ्यो, तपाईँका प्रत्येक घर दैलोमा आउन चाहनुहुन्थ्यो, तर एकजना व्यक्ति आउन सकेन। यसर्थ तपाईँहरू हाम्रा शुभेच्छुकहरू आफै नै हर्क साम्पाङको प्रतिनिधि भएर हर्क साम्पाङ यहाँ अहिले आइ नपुगेर के हो त, भोलि विकासका लहरहरू आउनेछन्। 5000 डोजर र 5 लाख मान्छेहरू बेलचाल चलाउँदै खड्याङ 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 गर्दै भोलि विकासका लहरहरू बोकेर आउनेछन्। आज मान्छेले आराम गरेर होइन, आज मान्छे सँगसँगै 6 लेनका बाटोहरूमा बन्दै गरेका प्रोजेक्टहरूमा त्यो डोजर त्यो डोजर पनि पो आराम गरिरहेको छ। फागुन चैत लागिसक्यो, डोजर आराम गरिरहेको छ। हर्क साम्पाङको सरकार बन्यो भने डोजरले आराम गर्दैन। 5000 डोजर र 5 लाख मान्छेहरू एकसाथ उत्रिने छन्। तपाईको चाहिँ पुरै महोत्सव लाग्ने छ, श्रमदानको महोत्सव, र विदेशीहरू पनि हेर्न आउनेछन्। ड्रोनले फोटो खिच्नेछन्, क्यामेरामा त अट्दैन। हाम्रा पत्रकार साथीहरूको जत्रो मोबाइल र क्यामेरामा अट्दैन, ड्रोनले नै खिच्नुपर्छ। पश्चिमको त्यो नाइ म विकास हुँदिन, तिमीहरूसँग पैसै छैन, विदेशी ऋणले पुग्दैन, अलिकति खोज्रिने मात्रै काम गर, म पहाड म बाटो बनाउन दिन्न भनेर पहाडले भनिरहेको छ नि। हर्क साम्पाङको सरकार भनेपछि त्यो पहाडले त्यसो भन्न पाउँदैन। त्यसलाई 5000 डोजर लगाएर उधुनेर हुन्छ कि बेलचाले ठोकेर हुन्छ कि बाटो त हामी गाउँमा पुर्याउँछौँ। विकास त हेर्दै गर्छौँ। त्यही पनि 2टा भोट माटोमा हालिदिनु होला। जति बोल्यो त्यति बोल्न मन लाग्छ, जति बोल्दै गयो त्यति कुरा सम्झिन मन लाग्छ, जति बोल्दै गयो त्यति कुरा आउँछ। यति नै बोलौँ। राजेश दाई, यहाँलाई विजयको शुभकामना दिन चाहन्छु। उदयपुरवासीहरू अब तपाईँको विकासको बाटोमा एउटा इँटा थप्न तयार भइसकेका छन्। फागुन 22 गतेबाट संस्कृतिको सरकारले के गर्छ तपाईँले देख्नुहुनेछ भन्दै चुनाव चिन्ह माटोमा सबैलाई भोट हाल्न तपाईँहरू सबैले आजदेखि नै अनुरोध गरिदिनु होला, यो जिम्मेवारी लिइदिनु होला। हामीलाई क्यामेराबाट हेर्नुहुने, अगाडि रहनुभएका सबैले लिइदिनु होला, जातिवादी भन्नेहरूले पनि कुरो बुझिदिनु होला। यही भन्दै आके चाहन्छु। जय माटो।